हेलो साथीहरू, नमस्कार छ सम्पूर्णमा। हजुरहरूलाई स्वागत छ मेरो युट्युब च्यानलमा। अनि आज चाहिँ हामी पिकनिक आएका छौँ कुञ्जना पार्क। साथीहरू, हामी चाहिँ गेटबाट भित्र एन्ट्री गरिसक्यौँ र मैले घन्टी पनि बजाएँ। गेटबाट भित्र पस्नु साथ सुरुमै मन्दिर रहेछ गेटको अगाडि र मैले भगवानको दर्शन पनि गरेँ। र अब चाहिँ हामी साथीहरू भएको ठाउँमा जाँदैछौँ। साथीहरू, यहाँको भ्यू देख्न सक्नुहुन्छ कस्तो राम्रो छ। वाउ साथीहरू, म चाहिँ पिकनिक खाने ठाउँमा आइसकेँ। आज हामीले पिकनिक खाने यहीँ चाहिँ हो, रमाइलो गर्ने, नाच गाना सबै। यतातिर चाहिँ हाम्रो दाइले चुल्हाको व्यवस्था गर्दै हुनुहुन्छ आफ्नो तरिकामा। भाइहरूले पनि भाँडाकुँडा लिएर आइपुग्नु भयो भर्खरै। दिदीले निकाल्दै हुनुहुन्छ सबै एकुन्टा गरेर। फाइनली साथीहरू, हाम्रो चुल्हामा चाहिँ आगो बोलिसकेको छ। यता दिदी बहिनी मिलेर नास्ताको व्यवस्था गर्दै हुनुहुन्छ। छिटो मिठो नास्ता हाम्रो रेडी भइसकेको छ र सिस्टरले चाहिँ टेस्ट गर्दै हुनुहुन्छ नुन लागेछ छैन भनेर। इन्तजारको घडी खत्तम भइसक्यो साथी र हाम्रो नास्ता खाने बेला भइसक्यो र म प्लेट लिएर सबभन्दा अगाडि फर्स्टमै म गएको छु, किनभने मलाई चौचु एकदमै मनपर्छ, मेरो बेस्ट हो। र देख्न सक्नुहुन्छ कति टेस्टी पनि देखेको छ। वाउ नास्ता भइसकेपछि अब चाहिँ हाम्रो नाचगाना सुरु भइसकेको छ। पिकनिक आइसकेपछि यत्तिको रमाइलो त गर्नै पर्यो, न डान्स मात्र गर्ने कुरा त भएन साथीहरू। अब चाहिँ खानाको व्यवस्था पनि गर्नु पर्यो। देख्न सक्नुहुन्छ सबैजना आफ्नो काममा लागिसक्नु भएको छ। यति धेरै रमाइलो हुन्छ भनेर त मैले सोचेको पनि थिएन। सोचे भन्दा धेरै नै रमाइलो भएको छ। यता हाम्रो दाइले के को तयारी गर्दै हुनुहुन्छ त्यो त हजुरहरूले देखेर थाहा पाइसक्नु भएको छ होला साथीहरू। यता मेरो बुढोले चाहिँ खुर्सानी काटकुट पार्दै हुनुहुन्छ अचारको लागि। हाम्रो सिस्टरहरूले चाहिँ यता आलु फोकफाक गर्दै हुनुहुन्छ। खानाको व्यवस्था गरिसकेपछि त्यति भोक लागेको थिएन, त्यही भएर सबभन्दा पहिला घुमौँ भन्नुभयो सबैजनाले। त्यही भएर हामी चाहिँ घुमघाम गर्न जाँदैछौँ, दाजुभाइ दिदीबहिनी सबैजना मिलेर। ल है साथीहरू, पार्कभित्र त सानो पसल पनि रहेछ र कति मिठो मिठो खानेकुराहरू पनि छ। हामी चाहिँ नास्ता खाएको भएर त्यति भोक लागेको थिएन, त्यही भएर सबैजनाले आइसक्रिम खाऊँ न त भन्नुभयो र हाम्रो आइसक्रिम चाहिँ दाइले निकालेर हामीलाई दिँदै हुनुहुन्छ। यो चाहिँ मेरो आइसक्रिम हो। कस्तो आइसक्रिम कस्तो लाग्यो तपाईँलाई? एकदम बेस्ट, मिठो चटपटे चटपटे हैन गुलियो पिरो अमिलो अनि अरू त्यही लाग्यो। अब के छ लाउनु त भन्न मिल्दैन के। दिदी भन्नु त फेरि दाइ के भनेर लिएर आउनु भएको रे त हेरेर भन्नु त। गर्लफ्रेन्ड भनेर लिएर आउँछु, बुढी भन्ने शरम पनि छैन। गर्लफ्रेन्डको मिठो खाऊ आज, धेरै माया बढ्छ रे। माया बढेर फेरि पोकेला नि अलि डुङ्गामा चढ्दा नपुग्योस्, फेरि माया बढ्छ रे भन्नु। तपाईले केही भन्नुहुन्छ दाइ? म त के भन्नु दिदी हजुरले? त बुढी नै हो, गर्लफ्रेन्ड हामी हैन। घर नाता नदिन छन्। हामी चाहिँ डुङ्गा चढ्दैछौँ अब सबैजना। कस्तो बाबु आइसक्रिम? मिठो छ। हाम्रो दाइहरू चाहिँ जाँदै हुनुहुन्छ बोर्डमा। बिस्तारै जानु दाइ। हाम्रो दाइहरू जाँदै हुनुहुन्छ, हामी चाहिँ वेट गर्दैछौँ। हाम्रो आउँदैछ बोर्ड। हामी त हेरेको हेरै हामी जाँदैछौँ। कुन्टा साइडमै आमा छ बाबा एउटैतिर होइन, चढ्ने दाइ चढिन्छ। चढ बाबुलाई त छोड्दै जाऊ। यस्तो एङ्गल भएर बस्छ आमा छ। अबि डर लाग्यो बाबु जान्छ। पानी है म त डर लाग्यो मैले लोटमला डर लाग्यो मलाई त। कतै त जाम, यही बस्छु म। अबे डर लाग्यो साथी। आउनु ल ल तपाईँ एकछिन आउनु फेरि।
मेरो छोरा डराएर बिहाल्छ ल मेहनत गर्दैछु साथी मेरो सास फुलिसक्यो छोरा तिमीलाई रमाइलो लाग्यो कि नै डर लाग्यो किन कहाँ जाने बल्ल बल्ल बडा मुस्किल लाग्यो कि चलाउनु त एकदिन मलाई थकै लगाइसक्यो चलाउँदा त लास्टै थकै लाउनु रहेछ ल ल मेहनत गर्नु ल ल ल घुमाउनको लागि क्या मैले उता आयो साथीहरू रमाइलो भयो इन्जोय गरियो हामी चाहिँ अब रुखमा लागेछौँ झर्दैछौँ हामीहरू चाहिँ मान्छे डराएर आइसक्रिम समेत पोलेर फाले अब त डर लाग्छ अब त डर लाग्छ नि त अघि स्ट्रङम्यान खाना ए ल म त ब्रेक लाग्नु बिर्सेँ यता त भन्थ्यो क्या अहिले भुचार छ जान्छ कि जान्छ बाबु नगर रोटी छ नगर चढ्नु मग्नु आउँछ अब झर्ने बेला भयो हाम्रो रमाइलो भयो धेरै एकदम फुल इन्जोय गरियो मैले यस्तो घुमाउने बेलामा बसेको पनि थिएन फर्स्ट टाइम हो साथीहरू हामीलाई यो झरिसक्नु भयो अब हामी झर्दैछौँ ए भाइ त हामीलाई झुन्नाइदिनु त पहिला झुन्नाइदिनु यता फेरि डराएर बसिहाल्नु छैन के बाबु रुका एकछिन भर्खर नझर न एकछिन दुकान कतिजना झर एकजना झर्नुपर्छ पहिला 2 जना झर्नु अनि त्यसपछि हामी झर्छौँ दिदीलाई यहीँ छोड्दिनु पर्ला नि जमिनु तपाईँ जानु पहिला म त अलि वेट कम छ झर्छु पछि लास्टमा ल साथीहरू हामी चाहिँ झर्दैछौँ जानुभयो अब म झर्दैछु झर्रियो बाँचियो नि दिदी बाँच्यो पुरा यत्रो समुद्रमा गएको डुब्या आजको चर्को घुमघामपछि यति धेरै थकाइ लागेको छ साथीहरू र अब खाना खाने बेला पनि भइसक्यो र सुरुमा चाहिँ रोस्ट खाँदै हुनुहुन्छ सबैजनाले र म पनि खाँदैछु मैले चाहिँ हल्का तातो भएर खान सकेको पनि छैन अब चाहिँ साँझ पनि पर्न लागिसक्यो खाना खाएर घरतिर पनि लाग्ने होला अनि कसैले खाँदै हुनुहुन्छ कोही सिस्टरहरू चाहिँ डान्स गर्दै हुनुहुन्छ फुल इन्जोय गर्नुभएको छ सबैजनाले फाइनली साथीहरू हामी चाहिँ खाना खाना बस्यौँ खाना खाएर सबैजना आफ्नो घरतिर लाग्ने होला सबैजना मेरो भान्जा दिदीहरू सबैजनाले खाँदै हुनुहुन्छ रमाइलो गर्दै साथीहरू आजको दिन चाहिँ धेरै राम्रोसँग बित्यो फुल इन्जोय गरियो सबैजनासँग रमाइलो पनि भयो अब चाहिँ साँझ पनि पर्न लाग्यो हामी चाहिँ अब घरतिर जानु लागेको मेरो भान्जाले के बोक्नु भएको छ मलाई गदा चाहिँ काम लाउनु भयो भान्जा भएपछि यतिको त गराउनै पर्यो माइजी भएपछि होइन रात पनि पर्यो लागेको निद पनि लाग्यो खुबै गरिदियो भनौँ डान्स गरियो अनि डुङ्गा पनि डराइयो होइन नानी अलिअलि डराइयो अब चाहिँ हामी घरतिर जानु लागेको छ सबै साथीहरूलाई लास्टसम्म भिडियो हेरिदिएर साथ दिएकोमा धेरै धेरै धन्यवाद अनि लाइक कमेन्ट सब्सक्राइब गर्नु चाहिँ नबिर्सिनु होला यति भन्दै आजको लागि बाइ बाइ गर्न चाहन्छु